नमस्ते फेरि पनि तपाईँहरू सबैलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ मैले भटमास र गुन्द्रुक साँधेको अचार बनाउन लागेको छु। अनि मैले चाहिँ फर्स्टमा चाहिँ भटमासलाई मजाले फ्राई गरेर अनि मैले यसको सबै बाहिरको कभर यसको बोक्राहरू उकाएँ। अनि उकाएर मैले चाहिँ अनि अघि नै मैले सुरुमा नै मैले चाहिँ सबै कुराहरू मैले काटेर रेडी पारेको थिएँ। प्याज मिडियम साइजमा अनि टमाटर पनि मिडियम साइजमा। अनि मैले गुन्द्रुकलाई मजाले धोएर भिजाएर 3-4चोटि धोएर राखिसकेको थिएँ। अनि मैले हरियो खोर्सानी अनि त्यसै सुकेको खोर्सानी मैले तेलमा फुटाएको थिएँ। अनि मैले लसुनको पात र अनि लसुन कलिलो लसुनलाई मैले काटेर रेडी पारिरहेको थिएँ। अनि तोरीको तेल पनि अघि खराइसकेको थिएँ, खराएर राखिरहेको थिएँ। अनि मैले भटमासको सबै बाहिरको यसको बोक्राहरू उकालेर मैले रेडी पारिरहेको थिएँ। अनि मैले त्यसै गरी आलु उसिनेर आलु पनि मैले मिडियम साइजमा मैले काटेको थिएँ। अनि यो सम्पूर्ण कुरा चाहिँ मैले एउटा बलमा राखेँ। अनि एउटा बलमा राखेर मैले चाहिँ सम्पूर्ण कुरा मिक्स गरेँ। टमाटरहरू अनि त्यसपछिबाट अनि प्याजहरू अनि त्यसपछिबाट खोर्सानी हरेक कुरा मैले मिक्स गरेको छु। अनि यसमा चाहिँ मैले लास्टमा कागती चाहिँ मैले राख्नुपर्ने थियो, तर मैले कागती मेरोमा आज नभएको कारणले मैले कागती राखिनँ। तर गुन्द्रुक पनि मेरो अमिलो थियो त्यसैले मैले कागती पनि राखिनँ। अप्सनल कुरा हो, राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ। अनि लास्टमा मैले गुन्द्रुक हालेर यसमा मैले अनि त्यो अघि फुटाएर राखेको तोरीको तेल माथिबाट राखिदिएँ। अनि भटमास पनि राखिदिएँ। अनि यसमा मैले फेरि आलु पनि राखिदिएँ। अनि मैले लास्टमा चाहिँ मैले अघिको तोरीको तेल हालेर मजाले मैले यसलाई चाहिँ मेरो सफा हातले मैले यसलाई मिक्स गरेँ। अनि मिक्स गरिसकेपछि मैले 1 मिनट जति मैले सफा हातले मिक्स गरेर मैले यसलाई चाहिँ एकदम खानु लायकको अनि टक्क परेको बनाएँ। तपाईँहरूलाई पनि यसरी नै आलु र गुन्द्रुक साँधेको खान मन लाग्छ भने अनि मनपर्छ भने यसरी नै मैले जस्तो सिम्पल तरिकाले अनि साधारण तरिकाले बनाएर घरैमा खानु सक्नुहुन्छ। हुन्छ, आजलाई मेरो च्यानलबाट म बिदा हुन चाहन्छु। फेरि पनि मेरो च्यानल तपाईँहरूलाई मैले लागेको च्यानलमा मेरो भिडियोहरू मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोला। हुन्छ, फेरि अर्को भिडियोमा भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि म रेसु पनि मेरो च्यानलबाट बिदा हुन चाहन्छु।